नमस्कार सम्पूर्ण मामा, नमस्कार सबैलाई। हाम्रो साथमा हुनुहुन्छ अहिले सबैभन्दा यहाँका सबैभन्दा माइन्डी नभएका व्यक्ति पढाएका लिने हजुरको नाम मैं बडुवल खानदानको हुँ। जहाँ तहाँका त अन्डा देखाइदिउँ न। खासमा के गर्नुहुन्छ घरतिर? ह्याङक्याङ र जापानको मिलाप गर्दै आलु हुने क्या उठाइहुँदो सेवा गरिसक्नु पर्यो। सबैले सुखी दुखीलाई बराबर राखे उनी यता हुने भयो है त। अनि भन्नुहोस् हजुरले चाहिँ के गर्नुहुन्छ? यो हेर्ने के रक्सी लिनुहुन्छ? अरे लिन कुरा जाने मुखती आयो भने कुरा जानु ला। अहिले त म केही जान्दैन। पढ्दा गरेर लाग्यो हजुर चाहिँ इन्डिया कति वर्ष बस्नु? अरे मेरा कुरा के हालिदिए त आफ्नो घर बनाइ खा बेली बहान अघि बेन्देला भने स्वास्थ्यमा त थियो र अब ऊ छैन। माछा मार्ने त्यो के भन्छन् जाल भन्छन् कि त्यहीका फड्का पुरा चिरिएछन्। त्यही फन्जिया भएका अनि हजुर त पुरा जनावर अब आउँदो है यहाँ कति आउँदो हो त्यो थाहा छैन। ह्याङक्याङ र जापानको खान्छु। यो लन्डनका खानाले त उल्टी हो रहा है क्या? एकैचोटि हात नलगा त मुखले भन्। हजुरलाई एउटा कुरा सानो भन्न चाहन्छु होइन। भन भन। हजुरको शुभ नाम के भन्नु पर्यो? मेरो नाम चुन्टिया बडुवाल। चुटिया बडुवाल भने पनि हुने, चुन्टिया बडुवाल भने पनि हुने। बडुवाल जी भन्दाखेरि उहिले नलका हाल्ने मिस्त्री हुँ भाइ। अचेल त परै त आयो गाउनु। अहिले म गाँजा खाने है। त्यो त केही छैन। त्यो भन्ने कुरा अब एउटा औषधि पनि हो होइन। हजुरलाई म अब अन्तिममा एउटा कुरा भन्न चाहन्छु। हजुरको जिन्दगी कसरी कटिरहेको छ क्या? 6 छोराछोरी उनीतिर बिहा भयो हो बरात